क्याप्टेन अब भोलि हामीले भारत विरुद्ध खेल्दैछौँ, कस्तो भइरहेको तयारी? ओभरअल ठिकै छ। अहिलेको प्र्याक्टिस सेसन सकिसक्यो अनि जुन एउटा चाहिँ अस्तिको म्याचको जुन हाम्रो मिस्टेकहरू छ त्यो कुरालाई चाहिँ मिनिमाइज गरेर हामी जुन एउटा चाहिँ साउथ रिजन फुटबलको एउटा प्रतिष्ठाको लडाइँ छ त्यसको लागि हामी रेडी छौँ। भोलिको लक्ष्य के छ हाम्रो नेपाली टोलीको? अभियसली लाइक अघिल्लो इन्टरभ्यूमा नि मैले भनेको थिएँ, लाइक अब हामी चाहिँ 10 मिनट्समा त्यो सेकेन्ड हाफको 10 मिनट्समा अब हामी चाहिँ त्यो जुन एउटा चाहिँ हाम्रो पेस थियो त्यो पेसलाई चाहिँ हामीले फेरि त्यो मिसब्यालेन्स भएको कारणले गर्दाखेरि हामीले चाहिँ गोल कन्सिड गऱ्यौँ र एउटा गोल कन्सिड गरिसके पछाडि टिममा फेरि ब्यालेन्स भएन। त्यो कुराहरू चाहिँ फेरि अब आउने दिनहरूमा चाहिँ हामी त्यसको लागि फेरि प्रिपेयर भएर चाहिँ हामी जित्नको लागि नै खेल्नेछौँ। हजुरले भारतीय टोली कस्तो छ जस्तो लागिरहेको छ हजुरलाई? अभियसली मैले अघिल्लो इन्टरभ्यूमा नि मैले भनिसकेँ कि उनीहरू एसियन कपको लागि रेडी भइसकेको छ, क्वाली भइसकेको छ। उनीहरू एकदमै हाई मोरल छ, उनीहरूको होम ग्राउन्ड छ, होम क्राउड हुन्छ। अभियसली उनीहरूको लागि एडभान्टेज छ, तर त्यो जुन एउटा चाहिँ इन्डियाको जुन एउटा चाहिँ स्क्वाड छ एकदमै राम्रो छ यसपालि। थ्याङ्क यू।